के भयो अरे त्यो बीबीसीको न्युज हेर्नु भएको थियो के भयो भने दिक्क लाग्यो नि के भयो भन्नु त्यो त त्यत्रो बच्चाहरू मारेको देखिस् अनि के भन्नु तँ आफैले देखिस् त्यो ठाउँमा गयो भन्थिस् त त्यही त त्यो न्युज हेरेर मलाई त विरक्त लाग्यो अहिलेको भेराहरू अहिलेको नेताहरूको पहिलाको नेताहरूको पछि चाहिँ किन लागेका यी किन नबुझेको यो जनताहरूले अझ पनि बुझेको छैन अझ पनि बुझेको छैन गु खानी नै रहेछन् गु खुवाउन चाहिँ पर्ने हो तिनीहरूलाई तर के गर्नु अब यो युवा आएको छ युवालाई चाहिँ घन्टी चाहिँ जित्नै पर्छ जसरी जित्नै पर्छ अनि जित्दैनन् भनि नि जित्दैनन् भने त भेडै हुन् त्यो पनि भेडै हुन्छन् सबै भेडै हुन्छन् यो पहिलाको भेडा त भए अब पनि जितेन भने उसलाई चान्स दिएनन् भने नि ती पनि भेडै हुन्छन् अघि लागेका छन् पछि लागेका छन् के चाहिँ माखो मारेछ त्यो पहिलाका एमाले काङ्ग्रेस उसले सबैले तीन पार्टी को 4 पार्टी छ खातेहरू मर्न नसक्यो तिनीहरू